दामी थोरै देखिँदैछ तल हिमाल कुन हिमाल रहेछ आइँदैन नि अब चाहिँ यत्रो हाम्रो यो यत्रो जम्बु टिम त आमा उति हेर न अगाडि हिमाल यस्तोमा पनि मुस्ताङको स्याउ भन्दै खान्थ्यौँ हामी यहीँ मुस्ताङको अहिले त अलिक बेसी भन्दैछ अरे त हामी हजुर आइ पनि पुग्दैन होला हौ यहाँ ऊ यहाँ स्याउ यहाँको चाहिँ फुलेको रहेन रहेछ अब स्याउ हुँदा आउनु पर्ने रहेछ एकचोटि ओइ छैन यहाँ कमी सब एक साइड अनि यिनीहरू ठुलो पुरानो यो चाहिँ के को फोटो अनि ठुलो छ त यहाँदेखि गएको कति 400 एकजनाको भनेपछि यो ट्याक्सी नि भरे केही तल माथि भयो भने चाहिँ यो नम्बर अनुसारले चाहिँ कम्प्लेन गर्न सकिन्छ भनेर भन्नुभएको छ अहिले यो स्ट्यान्डबाट 800 रहेछ साथी हो हजुरहरू पनि आउनुहुन्छ र यहाँदेखि हिँड्न गाह्रो हुने चाहिँ यो एउटा चल्ता फिर्ता साधनको रूपमा प्रयोग गर्न सक्नुहुन्छ मुक्तिनाथ चाहिँ आउनै पर्ने ठाउँ हो हजुरहरू आउनुहोस् होला आन्तरिक बाह्य पर्यटनको पर्यटकहरू पनि एक प्रशस्त आउने गर्नुहुन्छ आमा हिँड्नुहुने ट्याक्क लाएर हाम्रो सुरु हुँदैछ यात्रा अब हामी लाग्यो ए दाजु पनि आज त आमा हिरो छ नि घोडामा टक्क चढेर मुक्तिनाथमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ भनेको छ हिमाली जग्गातिर नबस्नेहरूलाई चाहिँ नि अलिक गाह्रो हुने रहेछ हो अनि यसरी उहाँहरूलाई चाहिँ व्यवस्था छ फेरि घोडामा ठ्याक्क चढेर उताबाट लानुहुने रहेछ उकालो चढाइ छ साथी हो यात्रीको यात्रा भनेको चाहिँ यस्तै हुँदो रहेछ यात्रीको यात्रा जारी छ हामी हजुरलाई हामीसँग जहाँ जान्छौँ त्यहाँ पुर्याउने प्रयत्न गर्नेछ हजुरहरू कहाँबाट हो ए हजुर चाहिँ हो ला घट्ने गरी त नचढौँ यता हाम्रो बाबु कहाँबाट हो हामी जान्दैछौँ उकालो जान्दैछौँ हजुर कहाँबाट अरे पाल्पाबाट है हामी पनि पाल्पा स्याउजा हुँदै आएको नि हामी झापाबाट दर्शनार्थी विषयस्थल 2080 तराईमा चाहिँ यस्तो चाहिँ बेहुलीलाई ल्याउने गर्छ यहाँ चाहिँ
पारिको हिमालको दृश्य चाहिँ यस्तो छ कि मुक्तिनाथको दर्शन गर्न टाढोबाट आउनुहुन्छ यहाँनिर श्रद्धालुहरू। गाह्रो रहेछ, प्र्याक्टिकल अलिक गाह्रो रहेछ, थ्योरी मात्रै सजिलो। लु को अलिक फाइन आइपुग्यो, घरको काटिँदैछ। उहाँको चाहिँ एकदम अहिले बिजनेस डाउन होला जस्तो छ र माथि गएर भए पनि दिनुहुँदैछ। हामी लगभग अन्तिम गेटसम्म आइसकेका छौँ। हामी ठ्याक्कै चढ्छौँ। अहिले ठ्याक्कै कति बज्यो भने 10 बज्नु 10 मिनट है। लोग जाउँ है भाइ, चलो। हामी अब यहाँबाट पनि उकालो लाग्यौँ। ल एकदम हामी छिट्यौँ नि अब यहाँदेखि। यस्तो छ, उकालो छ। अब यहाँबाट घन्टीहरूको आवाजहरू मजाले सुनिँदैछ। मुक्तिनाथ क्षेत्र प्रवेश गरिसकेका छौँ। मुक्तिनाथ यज्ञशाला, विष्णु पादुका मन्दिर। यहाँको रुख सबै त्यो पौलिनको लागि झरिसकेको रहेछ। पातहरू एकदम सुक्खा भइरहेको छ। पापा आमाहरू अघि आइपुग्नु भइसकेको छ। मुक्तिनाथको दर्शन। यो दायाँ मायाको घन्टी बजाउँदै अगाडि चढ्ने ज्वालामाई पुग्ने बेला भयो। अब चाहिँ ल मुक्तिनाथ धाम आइपुग्यो। जम्बुटोली फाइनली आइपुगेको छ। अब यहाँ केही समय हामी यहाँ स्नान गर्ने। यहाँ डुबेल्की मार्ने ठाउँ रहेछ। दर्शन गर्ने जग्गा नुहाउने धारा यहाँ रहेछ। भित्र यस्तो रहेछ। यहाँनिर ढोकहरू बत्तीहरू बाल्ने ठाउँ रहेछ। नरिवल ओड्ने ठाउँ यहाँ रहेछ। म त एक राउन्ड लागिसकेँ। मेरो एक राउन्ड भयो साथी। अब अरू कामहरू गर्नुपर्छ होला। कैसे आप? गुड। फिलिंग कैसा है? भनेपछि गोल्ड मेडल त उता लगि पो सकेछ त। हामी त सेतोमा मात्रै फर्स्ट भाइ फर्स्ट। अब मिनी म्याराथन सुरु भयो है।
एउटा पास भयो अब अर्को फेरि सुरु भयो यता फेरि सुरु सक्यो अब आमा कस्तो लाग्यो आमा खुसी लाग्यो नि आज खासै त्यस्तो चिसो पनि थिएन हैन चिसो पनि खासै छैन आज कस्तो भयो त अनुभव यता भन्दै रुए हैन यता कस्तो कस्तो गुड भन हतालेर चाहिँ धेरै बिराम हुँदैछ यता हाम्रो सारिकालाई कस्तो लाग्यो त हाम्रो सर अहिले जुत्ता लाउँदै हुनुहुन्छ पापालाई कस्तो लाग्यो त आज एकदम राम्रो लाग्यो राम्रो लाग्यो भाइलाई कस्तो लाग्यो एक्सप्रेसन आएन नि यता दाजु कस्तो लाग्यो नि आज मुक्तिनाथको दामी लाग्यो मेरो पालो आए जस्तो छ एकदम दामी छ यता दिदी हुनुहुन्छ दिदीलाई कस्तो लाग्यो आज मुक्तिनाथ धाम चाहिँ यहीँनिर छ मुक्तिनाथ धाममा हामी आज जम्मो टोली आएको छौँ फ्यामिली टुरमा आएको थियौँ दर्शन गर्न यहाँको दर्शन गरिसकेका छौँ एकदम राम्रो भएको छ यहाँ नुहाउने कामहरू पनि भइसकेको छ यहाँनिर 108 धारामा स्नान गरेर गरिसकेर पुनः फेरि यहाँको 2वटा स्नान गरिसकेर अहिले पूजा अर्चना गरिसकेर यहाँ आफ्नो आफ्नो मनको आकाङ्क्षाहरू राखेर हामी निस्किसकेका छौँ अब केही समयपछि पुनः हामी जमसङतिर फर्किनेछौँ यात्रीको यात्रा भिडियो हेर्दै गर्नुहोस् होला अब हामी फर्किँदैछौँ फर्किँदैछौँ अब हामी अब हामी मुक्तिनाथको विशेष मन्दिरबाट अलिकति ठुलो बुद्धको स्ट्याचु रहेछ जाँदैछौँ ज्वालामुखी हेर्नु अहिले हामी मुक्तिनाथको लगभग यहाँको 3800 मिटर उचाइमा रहेको मुक्तिनाथको मन्दिर दर्शन गरेर अहिले हामी ठुलो बुद्धको स्ट्याचु भएकोतिर आइरहेको छौँ यस्तो छ हाम्रो पारा यहाँनिर छ के छ पारा बिजी हो त हिरोइनहरू आज झन्डै कक्रेर बिजी भयो यहाँनिर छ बुद्धको स्ट्याचु यहाँदेखि माथिको त्यो एकदम ठुलो पहाड अनि यहाँनिर यस्तो छ हो हातको यहाँदेखि देखिने भ्यू चाहिँ यस्तो छ बहुत सुन्दर हावा चिसो हेलिप्याड छ यहाँनिर हेलिप्याड टाइपको पर पनि रहेछ एउटा अहिले भने हामी ज्वालामाई जाँदैछौँ ज्वालामाई
पत्ती बाल्ने घर जुत्ता चप्पल बाहिर जो हामी बिहाको झर्छौँ फर्किँदैछौँ यस्तो छ हाम्रो अवस्था जाँदा चाहिँ फेरि पिठो डला छ हुँदैन हो आउँदा चाहिँ अलिक उज्यालो छ नि हो मुक्तिनाथ मुकुमलुङ त अब कम्ती अग्लो छ हामी अब झऱ्यौँ है डिस्टर्ब पनि गऱ्यौँ है मुक्तिनाथ दर्शन गरेर मुक्तिनाथ अब हामी जय शम्भु हामी पुरा गरेर आइसकेका छौँ यस्तो मेरो टुप्पी झरिसकेका छौँ यहाँ खाना खानेछौँ यस्तो छ यहाँनिर यहाँ शालिग्रामहरू छ घोडा छ अहिलेलाई भने हामी यो ढुङ्गा लेकमा आइपुगेको छौँ ढुङ्गा लेक एकदमै राम्रो छ यहाँ हावा यस्तो छ जति पनि आइरहेको छ यो सबै जोमसोमको हावा कस्तो चलिरहेको छ यस्तो सानो चाहिँ गतिविधि हो हिमालयको हावाले त उडाउला उडाउला जस्तो गर्छ सानोतिनो मान्छेलाई चाहिँ यसले उठाउँछ होला दुईजनाको अब सुरु भयो यहाँनिर कस्तो राम्रो जग्गामा छ भने यस्तो दामी छ मनमोहक छ मनमोहक यहाँ चाहिँ हजुर आउनै पर्छ भन्ने लाग्छ तपाईँ मुक्तिनाथको भिजिट गर्दै हुनुहुन्छ भने यहाँ नजिकै रहेको छ हामी पनि मुक्तिनाथ पुगेर दर्शनपछि अहिले हामी लेकमा क्याम्पै उडायो यहाँदेखि यहाँ लेक त्यहाँदेखि यहाँ माथि हिमाल पनि देखिन्छ यहाँनिर ठुल्ठुलो माछाहरू छ यो लेकमा तिनजना यता यता पापा यता म हावाले उडाउन हजुरहरू पनि कहीँ टाइम मिलाएर आउनुहोस् न नेपालको हुनुहुन्छ भने पनि आउनुहोस् अरू देशको आउनुहोस् मार्फाको स्याउ फुलिरहेको छ हजुर हजुर ल नयाँ कहाँ रहेछ खोजी गर्न निस्किँदैछौँ हामी चाहिँ दुईजना नयाँ
नभेटिने रहेछ यो त डाइरेक्टर पनि कन्फ्युज हुने रहेछ ग्रेट वाल बनाउँदा भन्दा धेरै मेहनत त यहाँ गरेको रहेछ नि स्याउ फुलिरहेको छ यति बेला चाहिँ यात्रीको यात्रा